हेलो एभ्रिवान, म नरेश श्रेष्ठ। आज चाहिँ मैले यो फेडोरा ह्याटको बारेमा चाहिँ तपाईँलाई केही कुरा भन्न गइरहेको छु। यसको चाहिँ मिसकन्सेप्सन अलिकति लगाउने तरिका कहाँ कसरी लगाउने भन्ने कुरा चाहिँ अलिकति बुझाइमा चाहिँ तपाईँहरू कन्फ्युजन हुनुहुन्छ भने म त्यसको कन्फ्युजनलाई चाहिँ अलिक क्लियर गर्न आइरहेछु है। यो फेडोरा ह्याट चाहिँ मस्ट चाहिँ धेरै जसो इन्डोर भन्दा नि आउटडोर लगाउने चाहिँ ह्याट हो हैन। यसलाई चाहिँ इन्डोर पनि लगाउन सकिन्छ, तर पब्लिक प्लेसेसहरूमा चाहिँ इन्डोर लगाउन सकिन्छ। जस्तै अब यो एयरपोर्टहरूमा हैन, होटलको लबीहरूमा, अब रेलवे स्टेसनहरूमा, यो जुन पब्लिक प्लेसहरूमा हुनुहुन्छ त्यस्तोमा चाहिँ तपाईँ त्यहाँ ट्राभल गर्दै हुनुहुन्छ भने त्यहाँ चाहिँ लगाउन सकियो इन्डोर भए पनि। तर प्राइभेट प्रोपर्टीभित्र तपाईँ जाँदै हुनुहुन्छ, प्राइभेट कसैको रेसिडेन्स कसैको घर हैन, त्यस्तोमा लगाएर चाहिँ जानुभयो भने उहाँहरूको लागि रेस्पेक्टको लागि पनि यो चाहिँ तपाईँले ह्याट चाहिँ खोल्नुपर्ने हुन्छ हैन।